गणतन्त्रवादीहरूमाथि निरन्तर रूपमा तपाईलाई गणतन्त्रवादी नै भन्ने होला हैन? केपी ओलीलाई नै भन्ने हो? केपी ओलीलाई चाहिँ सक्कली गणतन्त्रवादी हुन् कि होइनन् भनेर तपाईहरु सबैले राम्रोसँग हेर्नुपर्छ। मैले चाहिँ ठान्दिनँ, किनकि गणतन्त्रको आन्दोलनको बेला नि उहाँको भूमिका गणतन्त्रको पक्षमा स्पष्ट थिएन। बैलगाडावाला थ्योरी नेपालीलाई सबैलाई थाहा छ। संविधान बनाउने बेलामा पनि उहाँ संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध होइन, हुरी बतास आयो मानेको मात्रै हो भन्ने त्यो मनस्थिति भएको हुनाले उहाँलाई सच्चा गणतन्त्रवादी हो कि होइन भन्ने कुराको टेस्ट अझै उहाँले पास गर्नुपर्छ भन्ने लाग्छ। उहाँको प्रश्न चाहिँ फेरि तपाईलाई छ। तपाईले पहिलो रात राजासँग वार्ता गरेको, राजाले शक्ति बाँडेर सत्ता बाँड्न तयार भएको भए तपाईँ दरबार छिर्नुहुन्थ्यो, राजाले नटेरेपछि तपाईँ चाहिँ गणतन्त्रको यो आन्दोलनमा पछिल्लो पटक घुमिनु भयो भनेर सार्वजनिक भन्दै हुनुहुन्थ्यो। त्यो तथ्यहीन कुरा हो, त्यो झुटो आरोपको कुरा हो। त्यस्तो हुनै सक्दैन। जति बेला सडकमा सात राजनीतिक दलको आन्दोलन थियो त्यति बेला राजतन्त्रले उहाँहरूमाथि चाहिँ प्रतिबन्ध लगाउने काम गर्दै थियो, कोहीलाई असक्षम भन्दै थियो। कुरा भन्नु त्यति बेला उहाँहरू आधा सचियो प्रतिगमन भनेर गएको होइन एमाले हो, यो त गएकै हो नि।